हेलो एभ्रिवान, वेलकम ब्याक टु माई न्यू ब्लग। आज चाहिँ हामी मोमो बनाएर खाँदैछौँ नि त दिदीहरूकोमा। यहाँ छुट्टी भएर आज शनिबार यसो त्यही भएर यहाँ दिदीहरूकोमा आइरहेको छु म चाहिँ मोमो बनाएर खानु भनेर। नानीहरू चाहिँ यहाँ खेल्दैछ। समृद्धि लुकेको किन लुकेको भन त। बोल्नु पनि बिर्सिसक्यो हो, भ्लग पनि बनाइदिएन अनि अलिक साह्रो कसले बनाउने मोमो? समृद्धि बोल। हाम्रो मोमोको किमा चाहिँ रेडी भइसक्यो। यता हेरौँ के खाएको खानु दिएन। समृद्धि तिमी कतिको एक्साइटेड छौ? तिमी बेल्ने हो? अब भाग्छ समृद्धि त। के गर्नु, मलाई सबै दिँदैछ बाहिर गएर। बाहिरको सबै दिइसक्यो मलाई। के हो हुन्छ त। के गर्नु चिची त्यो खानु हुँदैन। तपाईँ बेल्नु न। म त खिच्छु सबै। हाई हाई काँक्रा खोइ देऊ भाइले देऊ त। खोइ अरू चाहिँ के गर्दैछ हेरौँ त। आमा के हो यताको पार्टी चाहिँ? सम्राट कसले? के भयो सुगर क्या सम्राटले त? छैन। हाम्रो मोमो पाकिरहेछ है। यो हाम्रो मोमो यहाँ पाक्दैछ, यहाँ खाँदै भन्दै बनाउँदा न। यहाँ चाहिँ हाम्रो उब्रेको पिठो पुरी बनाउन फराइपिन केटाकेटीहरू के साह्रो। कस्तो भयो मोमो? मिठो भयो? तिमीलाई कस्तो भयो? मिठो समृद्धि उभिएर खाएको? तिमीहरूलाई चाहिँ कस्तो भयो? खोइ सम्राटलाई कस्तो भयो? मिठो? आनलाई मिठो? कस्तो मिठो? राम्रो। समृद्धिलाई मिठो भयो?
हेलो कस्तो भयो रे मिठो पिरो भयो कहाँ हिँडेको आएन अलि लड्नुको लागि खोइ हेरौँ त मोमो खाइसक्नेलाई दिनु है नसक्दैन नदिएको सकाइदिने मोमो हामी नखानु अनि नखानु ला हो र अनि हामी मोमो नखानु सम्राट लड्छ है राम्रो भयो त्यही खोजेको होइन मोमो खाएर अगाएर बोलाएर कुदेको के हुँदैन अरे के को मोमो हामी पनि यहाँ बसेर खाँदैछौँ दमादमैले खाइसक्ने बेलामा खाँदै अब रुने मैसु भन्दै बनाएर आउने सक्यो मोमो अहिले बनाएको एक भाडा अहिले त यति छ खायौँ ल त्यो खालके होइन अरे हो खायौँ ल भन्दै खाइसकेर चाहिँ लु बाई बाई खोइ सबैले भने न त नि सम्राट खोइ अब चाहिँ घर लाग्दैको सबैजना लु खोइ सबैलाई आऊ भनेको सम्राट त खानुमै व्यस्त लु छुट्टिम ल टाटा बाई बाई